नमस्ते एभ्रीबडी, वेलकम ब्याक टु अ न्यू ब्लग। धेरै दिनपछि हाम्रो स्कुलले आज एउटा पिकनिक अर्गनाइज गरिदिएको छ धुलीखेलतिर, त्यतै हामी जाँदैछौँ। एज अलवेज हामी पुल पार गर्दैछौँ। त्यहाँ हाम्रो स्कुल। Kita Milan, capas, Situ Ryan sendiri, Korea, kita. Amro mana sudur wasungko, mana tuh mana? Korea nama Tuban, Korea ini kosan, Korea nama Tuban, sudur kosan, kita kami sore, Hello guys, bye bye guys. Welcome to Pritam Vlog guys. रुक जाओ। धुली खेलमा धुलो। वही से धुली खेलना है कि ना? धुली खेलमा धुलो। कंधे पे मेरा बस्ता, चला मैं जरा ले चला बस्ता, कूदो पे मस्त खानपान चलिरहेछ। गाइज हामी धुलीखेल पुगिसकेका छौँ। तपाईँले भ्यूहरू हेर्नै भयो होला। मेरो जुत्ताको सोलै निस्किसक्यो, एकदम लाज लाग्दैछ अहिले, तर के गर्ने, लाउनै पर्छ, निकाल्नु त नमिल्दैन। यतातिर यो 150 मा पिङ खेल्न पाइन्छ अरे। बनाइ त राख्छु मेरो साथी। लगाइ यता बाटो पाइसक्यो, अब जहाँ जान्छ त्यहाँसम्म गइदिने हो। ल बोलो कुछ। क्या बोले, बहुत अच्छा लग रहा है इधर आने के बाद। लव सीरीज सा लग रहा है। दिल भाइ यसमा त्यो चल्छ, के भन्छ, नेपाली चल्छ, हिन्दी बोल्न मिल्दैन। यसलाई हिन्दीमा नेपालीमा ट्रान्सलेट गर। बिर्सिसक्यो। ठंडी क्यों बढ़ गई है? हमारे आवाज थे ना, फ्रिज खोल दिए थे, इसलिए ठंडी बढ़ गई है। राम्रो अब्बा को कहो फ्रिज बंद करने के लिए। हामी जहाँ बाटोले लाग्छ त्यहाँ गइरहँ। त्यसै त हराइहाल्छ। म बनाइदिन्छु। हामी आधी घन्टाको बाटोमा जान लाग्यो। आधी घन्टा रास्ता हमको नहीं लेके जा रहा। हम रास्ते के तपाईको भाषा बुझेन। हम रास्ते पे नहीं जा रहे, रास्ते हम पे जा रहे हैं। हम पे जा रहे हैं, हमारे ऊपर जा रहे हैं क्या?
ओके गाइस हामी हैन आज भेरी नाइस ट्रेनको टुर लिने ठाउँमा हैन हामी पिकनिक हो टुर बिना राखिएन भाइ यो नराखिएन त 3 महिना अगाडि सबैजना आउनु होला र प्रितमको भ्लगमा सबैले लाइक कमेन्ट अनि सब्स्क्राइब गरिदिनु होला थ्याङ्क यू सरी तिमीलाई बेस्ट विश छ फ्युचरमा थ्याङ्क यू साथीहरू यो बाटोमा केही भेटिएन यहाँबाट सिधै तल जाने हो जहाँबाट आएको त्यतै पुगिन्छ त्यसैले फेरि माथि गइरहेको मेरो मैले गर्दा हो अहिले हामी फेरि माथि गइरहेको माथि एउटा मन्दिर छ सायद त्यतै जाम्ला अनि त्यहाँको भ्यू हेरौँ ल भाइ के छ यता आएर नहेर्ने अझै माथि जाम हेर्नु केही बोल्नु अस्तिको जस्तै रिपोर्टर Oh, vlog हो Vlog, guys, everyone, watch this vlog. It's very important and enjoyable because we are moved to visit some unique places called what? Dhulikhel. धुलिखेल Yeah. So Horrible. it's quite interesting and. वेट प्लिज ट्रान्सलेट इन्टु नेपाली Okay. नेपालमा भन्नु पर्यो भने हामी धुलिखेल पिकनिकको लागि आएछ यो एकदम राम्रो ठाउँ छ रमाइलो छ यहाँ हामीहरू बिहानदेखि घुम्दैछौँ यहाँ हामी विभिन्न ठाउँ घुमिसक्यो खाजासाजा खायौँ धेरै मजा आइरहेछ तपाईँहरू पनि यो मुखमा के हाले किन बोलियो यो आम्ला छ स्वास्थ्यको लागि राम्रो स्वास्थ्यको लागि राम्रो हजुर त धेरै पातलो हुनुहुन्छ पातलो हुनु स्वास्थ्यको निशानी हो मोटो हुनु अस्वास्थ्यको जाको प्रतीक हो बुझ्यौ त्यो होइन बिएमआई नाप्नु पर्छ पहिला त ल बडी मास इन्डेक्स नापु कुनाल दाइको पोज फोटो सुट चलिरहेको छ त्यसले क्यामेरा रोल एक्सन नमस्कार सबैजनालाई आज हामी आएको छौँ धुली अनि यहाँ धेरै धुलो छ त्यसैको क्रममा हामी अब हाम्रो साथी घोडवा राकेश देशवालसँग वार्तालाप गर्नेछ लजायो साथी लजायो हाम्रो घोडवासँग कुरा गरौँ ओए त्यस्तो नाम नले मेरो नाम घोडवा चाहिँ कसले राख्यो मेरो नाम अलि मेरो हाइट धेरै कम उमेरमा बढी बढेपछि हाइट कम उमेरमा चाहिँ किन बढी बढ्यो फोटो दाइसँगै आज हामी तैनात छौँ तल खै हामीलाई थाहा छैन गुगल म्यापमा हेऱ्यो लोकेसन चाहिँ अनि त्यही पछि पछि जाने हो यता पुरै झुन्ड जाँदैछ यो बाख्रा सब भेडा बाख्रा लोकेसन हेर्छ सब यताबाट खस्यो भने स्वर्गै पुगिन्छ फेरि गाइज यो के हो है रुक न हामी फेरि सिद्धार्थ यादव चाहिँ 10 वटा अन्डा चोरी भएको थियो है अनि त्यो अन्डा चोर्ने क्रममा राकेशको नाम आएको छ सोधौँ रुक न आरामले अन्डा किन चोरी भयो हाम्रो सहीबाट यार हामीलाई थाहा छैन तर एकजना माथि सक्छ मलाई थाहा छ को यो हाम्रो दाइ कहाँ गयो त्यहाँ पछाडि त्यहाँ क्यामेरा गर्नु पेन चोरी क्यामेरै बन्द गरिदियो हाम्रो क्लासको जति यो मुर्ति राखे किन छ तपाईँ यहाँ गाइज यो सिडी चढ्दै कतै त गइरह म यसमा चलिरहेको छु यसमा इजी भइरह सिडीभन्दा त इजी छ सबभन्दा अगाडि आइसकेको छु भागेर फेरि पिकनिक स्पटमा फिर्ता आइसकेँ घुमेर पहिलाकोमा एकदम राम्रो ठाउँ थियो नगरकोट गएको थिएँ धेरै ठाउँहरू थियो अन्त मस्त सरसँग डान्स चल्दैछ सुन्न एकचोटि छोड्न मेरो भिडियो बनाएर के तेरो मेरो सुलुममा यो सिनेमा गाइज डान्सको ब्लग बनाउँदा डान्सको के ब्लग होइन भिडियो बनाउँदा ब्लग बनाउनै बिर्सेँ अब रिटर्न जाने टाइम आइसक्यो हामी यता गौतम बुद्धको एउटा के थियो के भन्छ मूर्ति थियो नम बुद्धको त्यहीबाट आएको अहिले हजुरलाई सायद यो ब्लग भन्दा पहिला त्यो डान्स पनि हेर्न पाइहाल्छ बाटो हेर्नु यताको कति पिसफुल बाटो छ पिसफुल र सुन्दर एकदम धेरै मजा आयो यता आएर तपाईँ पनि आउनु होला इन्टरभ्यू
मैले धेरै राम्रो डान्स गरेको छु प्रोफेसनल जस्तै आउँछ अब इन्स्टामा आउँछ एकदम राम्रो छ घुम्न आउनु होला र हामीले डान्स पनि गरेको छौँ फ्युचरलाई मेमोरेबल पछि हैन मेरो रिलेसन सिद्धार्थ जसवाल वान बोले तो के हैन हामी फ्युचरमा मेमोरेबल हुन्छ के याद आउँछ हाम्रो रिग्रेट हुँदैन मैले सिकाएको म थिएँ हो त्यो त हैन ल सबले सिकेको भिडियो वन्दनालाई सिकाउने म थिएँ ल म इन्स्टा मेरो इन्स्टा हुन्छ त्यसमा मैले सब हाले आउँछु मेरो हेर अब बसमा नाच्दा नाच्दै घर पुगिहाल्छौँ सधैँ हामीलाई प्रितमले सोध्थ्यो म अब प्रितमलाई सोध्छु प्रितम कस्तो लाग्यो त धुली खेल मलाई एकदम धेरै मजा आयो अलि ठाउँहरू कम थियो घुम्नलाई तर ठिकै थियो जे होस् ओ अनि नाच्दाखेरि साथीहरूसँग अनि रमाइलो गर्दा त्यो त एकदम फ्रस्ट्रेटिङ थियो पछि गएर फ्युचरमा रिग्रेट हुन्छ कि हुँदैन त हुँदैन यति नाचिसक्यो अब के रिग्रेट हुने कसैलाई हुँदैन गाइस रिग्रेट मलाई हुन्छ कसलाई हुन्छ त्यस्तो नभन्नुहोस् ल प्रितमको यो ब्लग पनि हेरिदिनु होला र कसैले सब्सक्राइब लाइक कमेन्ट गर्नु भएको छैन भने गरिदिनु होला बाई बाई गाइस यहाँ मस्त डान्स चल्दैछ Aduh.